2082 सालको असार 15 आज हामी तनहुँको व्यास नगरपालिका 9 गजौडेमा छौँ र पानी झरी परेसँगै यहाँ कार्यक्रम कृषि ज्ञान केन्द्र र व्यास नगरपालिकाको संयुक्त आयोजनामा 22औं राष्ट्रिय धान दिवस मनाउने कार्यक्रम तयारी हुने समयमै भीषण पानी परेको कारण कार्यक्रम केही क्षणलाई स्थगित गरिएको थियो र अहिले यहाँ खेत रोप्ने गजौडेमा सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्थाको समन्वयमा यहाँ बृहत कार्यक्रम हुने तयारी हुँदाहुँदै पानी परेको कारणले भइरहेको छ र अहिले यहाँ यो झरीका बावजुद पनि यहाँ वाद्यवादन बाजा बजाएर रमाइलो गरिरहनु भएको छ स्थानीयहरूले प्रकृतिसँग हाम्रो पत्रकार अमर नवर्गिनी हुनुहुन्छ यहाँ कस्तो अनुभव भयो अमरजी आज यो 15 असार पानी पऱ्यो भने रमाइलो भयो कि समय नै पानी परेको समय हो नि त प्रकृतिसँगको आफ्नो मौलिकता यहाँका स्थानीय दर्शाएका छन्। पानी परे पनि आफ्नो नियमित काम बाजा बजाउने कामहरू बजाइरहेको ओठमा बसेर निकै नै रमाइलो एउटा अनुभव पनि हो। एउटा सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्था व्यास गजौडे स्थल हो यो।